यो भिडियो हेरेर तपाईँ दुःखी हुनुभयो भने कृपया यत्तिकै स्क्रोल नगर्नुहोस्। 76 वर्षका अशक्त हजुरबुवाले पक्षघात भएकी बुहारी र नातिनीको हेरचाह गर्दै आज पनि सङ्घर्ष गरिरहनु भएको छ। 11 वर्ष भयो छोरा हराएको। मरा बाँचेको खुट खबर छैन। छोरा पनि छोरा श्रीमान छैन नि, 11 वर्ष तल घर थियो। यसको बाउ छैन नि घरमा। तर पीडा अझै सकिएको छैन। तपाईको सानो सहयोग उनीहरूका लागि एक छाक खाना बन्न सक्छ, एक औषधि बन्न सक्छ र बाँच्ने एउटा आशा बन्न सक्छ। सहयोग गर्न सक्नुहुन्छ भने हात बढाउनुहोस्, सक्नुहुन्न भने कृपया यो भिडियो सेयर गरिदिनुहोस्, किनकि आज तपाईको सानो कदम भोलि कसैको जीवनको आधार बन्न सक्छ। इलाम जिल्ला माइजोकमाई गाउँपालिका 3 माङचोक। यहाँ एउटा सानो घर छ, तर सानो घरभित्र जीवनभन्दा धेरै पीडा अटाएको छ। यस घरका 76 वर्षका हजुरबुवा आज स्वयं अशक्त हुनुहुन्छ। उहाँका खुट्टाहरू अत्याधिक सुन्निएका छन्, राम्ररी हिँडुल गर्न सक्नुहुन्न। बुढ्यौलीले शरीर थकित छ, रोगले शक्ति खोसेको छ, तर यही कमजोर शरीरले आज नाति नातिनी र पक्षघात भएकी बुहारीको सम्पूर्ण जिम्मेवारी बोकेको छ। हजुरबुवाका छोरा यस परिवारका आधार आजभन्दा करिब 11 वर्ष अगाडि बेपत्ता भए। कहाँ गए, के भए, आजसम्म कुनै खबर छैन। बुहारी पछिल्लो 4 महिनादेखि पक्षघात भएर थला पर्नु भएको छ। शरीरको केवल एउटा हात मात्र अलिअलि चल्छ। उठ्न सक्नुहुन्न, हिँडुल गर्न सक्नुहुन्न, यहाँसम्म कि आफै खाना समेत अरूको सहारामा हुनुहुन्छ। 22 वर्षीय नातिनी जन्मदेखि नै पक्षघात हुनुहुन्छ। उहाँले कहिले आफ्नो खुट्टामा उभिने मौका पाउनु भएन। जीवनको हरेक दिन ओछ्यानमै बितिरहेको छ। त्यसै गरी कक्षा 6 मा अध्ययनरत एक नाति पनि यही घरमा हुर्किँदै हुनुहुन्छ। उहाँको उमेर खेल्ने, हाँस्ने र सपना देख्ने हो, तर उहाँको बाल्यकाल पीडा, अभाव र निरन्तर चिन्ताबीच बितिरहेको छ। दुःखको कुरा यस परिवारको अशक्त सदस्यको नागरिकता अहिलेसम्म बनेको छैन। त्यसैले अपाङ्ग भत्ता, सामाजिक सुरक्षा भत्ता जस्ता राज्यका अधिकारबाट उनीहरू पूर्ण रूपमा वञ्चित छन्। आफै अशक्त भएकाले कागजात बनाउन, कार्यालय धाउन सक्ने अवस्था छैन। यसकारण सम्बन्धित वडा र पालिकाबाट प्रत्यक्ष र तत्काल सहजीकरण अत्यन्त आवश्यक देखिन्छ। खानाको अवस्था झन पीडादायी छ। नियमित आम्दानी कुनै स्रोत छैन। कहिलेकाहीँ कसैले दिएको राहत, कहिलेकाहीँ मनकारी मानिसले दिएको सानो रकम, त्यसैमा जीवन धानिएको छ। बसोबासको अवस्था पनि अत्यन्त दयनीय छ। घरको भित्ता, छाना ठाउँ ठाउँमा पल परेको छ। जाडो मौसममा न्यानो छैन, बर्सातमा ओत छैन। दिसा पिसाबको अवस्था झन दुःखद छ। बस्ने र सुत्ने ठाउँमै दिसा पिसाब गर्नुपर्ने बाध्यता छ। यो अवस्था मानव मर्यादाभन्दा निकै तलको जीवन हो। छिमेकी दिदीले सकेसम्म हेरचाह गर्दै आउनु भएको छ। आज हामी नामसालिङ फेसबुक पेजको तर्फबाट यो अवस्था बुझ्न आएको हौँ। यो दृश्य देखेपछि चुप बस्न सकिने अवस्था रहेन। हामीले हाम्रो तर्फबाट सानो सहयोग गरेका छौँ, साथै केही मनकारी दाताहरूले पनि हात बढाउनु भएको छ, तर यो पर्याप्त छैन। तपाईँको सानो सहयोग एक छाक खाना बन्न सक्छ, आवश्यक औषधि बन्न सक्छ, नाति नातिनाको भोलिको आशा बन्न सक्छ। तपाईँ प्रत्यक्ष रूपमा पुगेर सहयोग गर्न सक्नुहुन्छ वा तल दिएको हाम्रो खाता मार्फत सहयोग गर्न सक्नुहुन्छ। हामी सङ्कलित रकम एकमुष्ट रूपमा हस्तान्तरण गर्नेछौँ र हरेक पैसाको पारदर्शी हिसाब सार्वजनिक गर्नेछौँ। सहयोग गर्न नसक्दा पनि कृपया यो पोस्ट सेयर गरिदिनुहोस्। तपाईँको एउटा सेयरले यस पीडालाई सही ठाउँसम्म पुर्याउन सक्छ। आज तपाईँको सानो सहयोग भोलि कसैको जीवन बचाउने आधार बन्न सक्छ। मानवताको नाममा सहयोग गरिदिनुहोस्। सहयोग चाहिँ हाम्रो कति छ भने धेर छैन, धेर त छैन होइन। अब किनभने हामीले हिजोदेखि आजसम्म त्यसो जतिलाई भन्यौँ त्यतिले उठाएर लिएको छौँ, अनि धेरले सुन्नु पाएन। अब त्यो हतार थियो। अनि कति छ भने हाम्रो माइजोकमाई 4 सिमाली गाउँको सुस्मिता राई हुनुहुन्छ। उहाँले 1005 सहयोग गर्नुभएको छ। यो भयो ल, उहाँले हुन्छ म तपाईँले उहाँ दिनु न ल। यो सुस्मिता लोरुङ राईले दिनुभएको छ 1005, यस्तो छ भनेर सुनेपछि। अनि 2000 भनेको हाम्रो नामसालिङ पेज भन्ने एउटा फेसबुक छ, त्यसको एडमिन हुनुहुन्छ हाम्रो दाइ। अनि उहाँ हाल जापानमा हुनुहुन्छ। उहाँले 2000 गर्नुभएको छ। अनि अस्मिता देवान भनेको चाहिँ मेरो आफ्नै बहिनी पनि हो,
नामसालिङ माइजोक माइचा सिमाली गाउँ अनि 1000 अनि 1000 त कसले भयो ए हाम्रो अतीत थापा मगर भन्ने छ माथि नियर गाउँ अतीत थापा मगर ऊ चाहिँ भनेको इन्डियन आर्मीमा कार्यरत पनि हो उहाँले 1000 र यो 500 भनेको चाहिँ अब हाम्रो माइजोक माइचा सिमाली गाउँ मौसम देवन उहाँले गर्नुभएको है उहाँले अब बाजेले थाहा पाउनुहुन्न रहेछ होइन अनि तपाईँहरूले चाहिँ अब उहाँलाई यसो गरिदिनु होला है यति छ हामी चाहिँ अब धेर गर्न सकिएन हुन्छ अनि र त त्यसकै लागि आएको छौँ हामी के कस्तो छ अवस्था हेर्नु मात्रै भनेर चाहिँ राजकुमार सरले भन्नुभएको थियो तर थोरै सहयोग पनि उठाउ क्या अब हामी चाहिँ जान्छौँ भन्दा चाहिँ अरूले सुन्दाखेरि चाहिँ केही सहयोग पनि लगेर जानु भनेर चाहिँ उहाँहरूले सुनेको मान्छेहरूले चाहिँ दिनुभएको हो क्या अनि त्यही भएर अब अरू बिस्तारै बिस्तारै पनि उठो भने त्यो सबै हामी प्रत्यक्ष रूपमा लिएर दिनेछौँ सहयोग है त्यसको चाहिँ अब केही तलमाथि हुँदैन 1 रुपियाँ पनि तलमाथि हुँदैन उठिहाल्यो भने अनि अब तपाईँहरूले पनि जतिसक्दो सहयोग गरिरहनु भएको रहेछ अनि राजकुमार सर एकदमै उहाँले चाहिँ यस्तो अवस्था छ आएर यसो हेरिदिनमा केही सहयोग उठ्छ कि भनेर बोलाउनु भएको थियो क्या अनि अब आउँदा पनि यति चाहिँ उठो केही नभने पनि धेरै हो नि यहाँ अब नागरिकता पनि छैन त उसको नागरिकता बनाइदिनु पर्ने नागरिकता पनि छैन छैन नि अब बोकेर शुक्रबार लानु कसरी के बाटोको अवस्था यस्तो छ नागरिकता छैन नागरिकता भए त अस्ति नै उयो भत्ता पेस्ता हुन्थ्यो नि छैन नागरिकता बेदर्तै छैन हामी नागरिकता कता बढाउनु बेदर्ता बिना नागरिकता हुन्छ त कुन ठाउँदेखि आउनुहुन्छ हाम्रो बुहारी त ऊ सन्तपुर गाउँपालिका अनि अब हामीले सक्ने चाहिँ अहिले गऱ्यौँ तर हामी अब के भन्छौँ भने अरू जति पनि अब यो अवस्था देखेर कोही सहयोग गर्नुहुन्छ भने गर्नु होइन सक्नुहुन्छ भने गर्नु सक्नुहुन्न भने यो भिडियोहरूलाई सेयर गरिदिनु होइन सुरज भिडियोहरूलाई सेयर गरिदियो भने पनि कोही मान्छेले देख्छ नि त म पनि गर्छु भन्ने हुन्छ अनि केही सहयोगहरू आयो भने हामी प्रत्यक्ष रूपमा तपाईँहरूलाई दिनेछौँ अब यसमा केही तलमाथि हुँदैन अनि अब हामी चाहिँ आज त अब केही पैसा नलिई आउने सोचिरहेको थियौँ यसो भिडियो मात्रै गरौँ केही हेरौँ मात्रै भनेर तर आउँदा आउँदै अब भोलि जाने कुरा गर्दा गर्दै पनि मान्छेहरूले यति सहयोग गर भने चाहिँ अब बिस्तारै होला नि त त्यही आशा राखिरहेको छौँ